आफ्नो भविष्य बनाउनुपर्छ त्यही भन्न चाहे म। अब छाडेर जाने हो भोलि लास्ट जाम्ला यार भिडियो खिच्छु मान्छे त्यसले पनि हुन्छ के आमा समूहको ग्रुप हो होइन कसले के हुन्छ मलाई पहिलाको जस्तो मान्छेहरू त छैन होइन ठिक छ राम्रो हुनुपर्छ राम्रो गर्नुपर्छ भन्ने मेरो धारणामा हामी त पछि एकजना तीनजना यता पल्लोपट्टि साइडबाट आएको छन् मेलाको भिडियो हेर्नु इन्जोय गर्नु डेली भिडियो हाल्छु भने हुँदै हुन्छ कि कहिले के नभन्ने है कन्टेन्ट गाह्रो छ त्यही पनि अब सोच्छु हेरौँ सबै कुराहरू मिलाउँला तिहार पनि आइसक्यो अब घर छोडेर जाने पनि दिनहरू आएको छ त्यही हो नि त होइन
मेला हेर्न अरूको बारीबाट गाउँ कुद्दै हिँडिन्छ हामी। यो बेतेठान मन्दिर स्कुलदेखि देखिने पछाडिको ब्याकग्राउन्ड हो गाइस। अहिले चाहिँ हामी मेला हेर्दै आएको हो होइन। त्यसले छोडेर चाहिँ जहाँ पाकेको हुन्छ फालिदिन्छ। अब मेलाको भिडियो हेर्नु इन्जोय गरिन्छ हो गाइस हो होइन। अलिक पारा दिनु पऱ्यो कि अलिक जोसमा जागरमा भिडियो बनाउनु पऱ्यो हो कि भन्नु त। मान्छेको अगाडि डराउनु भएन मेन कुरा हो कि भन्नु त। पक्नुमा भिडियो खिच्यो अहिले फेरि अगाडि गयो। पुरै सुनसान छ, पुरानो जस्तो छैन। अब यसको यता चाहिँ के हुँदैछ भनेपछि पूजा गर्नु हुँदो रहेछ। मलाई थाहा भएन होइन। पूजाहरू गर्ने काम भइरहेछ। ल लेट्स इन्जोय। ल मेला सुरु हुँदैछ है। अगाडि अर्की लामो छिके भिडियोहरू आइरहेको छ होइन। मलाई खेल्न त मन हो तर लाग्छ भनेर मलाई डर लाग्छ। भित्र नाच्छ तिनीहरू त डर लाग्छ नि। लाइक त लाइक
भिडियो कस्तो लाग्यो कृपया कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। टुक्रे पसिना अब हराउँदैछ मान्छे पनि त्यति धेरै होइन। अनि मलाई त्यति बस्ने इच्छा लागेन। म चाहिँ फर्किएँ रामसाम हेऱ्यो खुर्खुर खेल्यो पैसा अलिकति चढाइयो अनि आइयो होइन। यहाँ केटाहरूले जामुनामा होइन गएर सुच्चु भएर मम्मा थालेँ होइन। फर्स्टै त हो त ल त्यही गाइस है। भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। सियो नेक्स्ट ब्लगमा भेट्नुपर्छ। बाई बाई गाइस। जय नेपाल।